यो कहानीको शीर्षक छ बिर्सन नसकिने माया। काठमाडौँको भिडभाडमा पनि अनुज र श्रेया एक अर्काको नजरमा सारा संसार देख्थे। उनीहरूको भेट विश्वविद्यालयको पहिलो दिन भएको थियो। अनुज सादा स्वभावको, किताबमा हराउने खालको भने श्रेया खुल्ला मनकी, जीवन रमाइलो गरेर बाँच्ने सोचकी थिए। दिनहरू बित्दै गए, सँगै पढ्दै हाँस्दै दुःख सुख सार्दै गर्दा उनीहरूको सम्बन्ध प्रेममा परिणत भयो। उनीहरू सपना बुन्थे, एकसाथ घर, साना साना झगडा, चिया पिउँदै बाढी चुली। तर जीवन सधैँ योजना अनुसार कहाँ चल्छ र? श्रेया घरकी एक्लै छोरी थिए। उसका बुबा आमा उच्च कुल र धनी परिवार खोजिरहेको थियो। अनुजको सामान्य आर्थिक अवस्था उनीहरूको लागि स्वीकार्य थिएन। जब श्रेयाले आफ्नो माया स्वीकार